खाल्टा प्लस पानी, व्हाट अ कॉम्बिनेशन यार, व्हाट अ डेडली कॉम्बिनेसन। नारायणघाट आइयो है गाइस। यो बाटो बनाउने ठेकेदारलाई त गएरै धन्यवाद भनौँ कि चाहिँ लागेन थाल्यो यार मलाई। फाइनली डाउनले पनि आइयो, सबैको चहेता, सबैको मनमुटुमा छाइरहने। मेरो हातमा थोपा परेछ यी भनेपछि पानीले कालो बादल छ यार। पानी यहीँ डाउनेमा मात्रै छ है, तर यो कालो बादल द हेक म्यान भनेपछि नरोकी चाहिँ डाउनले कट्नु पर्यो जस्तो छ है। भन्दा भन्दै ट्राफिक लाग्यो। वान वे छ क्या हौ, रोक्ने प्लान चाहिँ क्यान्सल गर्नु पर्ला जस्तो छ। एनी हाउ डाउनले कटाउ मिसनमा लाग्नु पर्यो। स्वागत छ तपाईँलाई नागढुङ्गामा। माथिबाट जाने त होला नि यार, तलबाट हो कि माथिबाट हो? म त कन्फ्युज पो भयो त है। अहिले चाहिँ 5 बजे निस्किनु पर्ने रहेछ भन्ने अलिअलि आयो है, किनकि यार 5 बजे निस्किएको भए यति बेलासम्म अलिकति अगाडि पुगिन्थ्यो। यस्तो छ नि यो बाटो, बिजोक बाटो छ यार। यसभन्दा राम्रो त बरु डाउनेको बाटो छ यार। टाउको दुखाइदियो यार यतिमै। हेलो एन्ड वेलकम गाइस, स्वागत छ हजुरलाई मेरो पहिलो भ्लगमा। सो यो चाहिँ मेरो पहिलो भ्लग हुनेछ लाइफ टाइमकै। सो आज चाहिँ म घर जाँदैछु। अहिले बिहानको 6:01 भएको छ। अहिले म माछा पोखरीबाट निस्केको छु। अनि बाटो चाहिँ कस्तो छ के छ र कति टाइम लाग्छ पुग्न हेरौँ। मलाई चाहिँ एक्ज्याक्टली 300 किलोमिटर जानु छ यहाँबाट। अनि म जाँदैछु काठमाडौँबाट कपिलवस्तु। सो लेट्स सी के हुनेछ। बिहानै 5 बजे निस्किने प्लान थियो, तर केही कारणवश उड्दा उड्दै ढिलो अनि अल्छी गरेर अलिअलि ढिला भयो। सो लेट्स गो, हेरौँ कति बेलासम्म पुगिन्छ। यहाँबाट एक्ज्याक्टली 300 किलोमिटर छ। मेरो पहिलो स्टप चाहिँ मैले पेट्रोलको लागि हुनेछ, किनकि मलाई पेट्रोल भराउनु पनि छ। बिहान बिहान निस्किनेको उद्देश्य के हो भन्नुहुन्छ होला भने अलिकति ट्राफिक कम होस्। हिजो म लास्टै ट्राफिकमा फसेको छु। म इक्जाम दिन गएको थिएँ हिजो है, अनि यस्तो ट्राफिकमा फसेँ खै किन हो किन, एक्कासी किन कति ट्राफिक भइरहेको थियो कि हिजो है, बहुत भिड के। अनि मलाई ढिला पनि हुन्छ कि इक्जाममा भइरहेको थियो। 5 मिनट छँदै पुग्न त पुगेँ है म, तर लास्टै हिजो के भएर खै काठमाडौँमा साह्रै भिड थियो है। मैले ओडोमिटर 0 गर्न बिर्सेको छु है, ओडोमिटर 0 गर्नु पर्यो। स्वयम्भूमै गर्नु पर्ला। बसवालालाई ढिला भएको हो कि के हो, हनै हर्न बजाइरहेछ त। के को ढिला हुन्छ यिनीहरूलाई, सधैँ ढिला हुन्छ यिनीहरूलाई। सो पहिलो स्टप चाहिँ मेरो उसमा हुनेछ, पेट्रोल भराउनु पर्नेछ। यहीँ मैले ओडोमिटर नि 0 गर्नुपर्ने छ। मैले ट्रिप 1लाई म 0 गर्छु। सो पहिला चाहिँ पेट्रोल भराउनै गाडी। लास्ट टाइम मैले पेट्रोल भराउँदाखेरि मैले उतैबाट भराएर आएको थिएँ। मैले 1500को भराउँदाखेरि समथिङ एराउन्ड 9 पोइन्ट कति लिटर आएको थियो है। अनि अहिले चाहिँ 217 छ यहाँ काठमाडौँमा। अहिले चाहिँ भराउँदा त्यही 6.9 समथिङ आउँछ है। 6.9 हो कि 6.5 समथिङ आउँछ। कति फरक परिसक्यो हेर्नु न। अब 1500मा जानलाई हुन्थ्यो भनेको आरामसित पुग्थ्यो क्या 9 लिटरले है। 40-45 को माइलेज दिन्छ है गाडीले। अनि त्यति भएपछि त आरामसित पुग्छ भनेको। ल पेट्रोलको भाउ बढेर जम्मा 6.5 लिटरमा जानुपर्ने छ। सो यहाँ चाहिँ यहीँ भराउनु पर्यो है। पेट्रोल चाहिँ मैले भराइसकेको छु है। अब अगाडि क्या दामी देखेछ नि है, क्या दामी सिन आइरहेको छ। अब चाहिँ म स्वयम्भूबाट अघि लागिसकेको छु। स्वयम्भू भर्खर कटेँ। बाटो चाहिँ कस्तो छ हेरौँ। बिहान बिहान पनि अलिकति ट्राफिक त छ है, के गर्नु, राजधानी हो यार। राजधानीमा त यतिको भिड नभए त कहाँ हुन्छ त नि। बिहान बिहानै सबैको स्कुलहरू पनि हुन्छ, कलेजहरू पनि हुन्छ, उहाँ पनि जानु पर्यो। लेट्स सी, लेट्स गो। होप सो कि पानी नपरोस् बाटोमा। रेनकोट ल्याउन चाहिँ लिएर आएको छु मैले, तर रेनकोट
यार बाटो पनि त बिजोकै छ नि त अझ धाउनेको बाटो माई गड लास्ट टाइम आउँदा त एकदम फाउन्डेसन दलेर जस्तो कि क्रिम पाउडर लाउनु नपर्ने जस्तो भएर आएको थियो है बस त लास्टै थियो कि धुलो उडेर अहिले त्यही टाइममा चाहिँ यस्तै हुन्छ कि फेरि अलिअलि पानी त परेको छ हिजो पनि पानी परेको छ भन्ने मैले सुनेको थिएँ जस्तो कि आज पानी नपरोस् अनि बाटो चाहिँ ठिक ठिकै पाइयोस् गाह्रो नहोस् यार एक्लै जाँदैछु अनि भेला त छैन मसँग धेरै ठुलो सानै छ त्यही पनि जस्ट इमेजिन गाइज यार यहाँ निस्किन्छ कि त्यो नागढुङ्गाको जुन सुरुङ मार्गको बाटो छ सुरुङ त उतै सकिन्छ तर यहाँ निस्किन्छ क्या फ्लाइओभरको थ्रु यहाँ आउँदा आउँदा यहाँसम्म आउँछ कि जस्ट इमेजिन के कति मजा आउँछ होला कि यो जान तर के गर्नु हामी बाइकरहरू चाहिँ बाइक चाहिँ लान नपाइने रे यार कति दुःख दर्द पीडा छ नि है अब हामी जस्तो मान्छेलाई त के गर्ने रे जाऊ दिउँ त्यही पुरानै बाटो तिम्रो काम छैन बाइकरहरूको भनिदिएको छ जस्तो छ यार तेरिका तिम्रो आफ्नै बाटो जाऊ भने जस्तो छ यार पुरानै बाटो यस्तो दामी एकदम त्यो घुमेर मजा आउँछ होला कि है एक न एकपटक त मलाई जानु मन थियो यार तर म वेट गरिरहेको थिएँ कि कहिले खुल्छ र हाम्रो नि पाला होला भनिरहेको थिएँ अनि तर फेरि साउनबाट खुल्नेवाला छ है यो नागढुङ्गाको टनल मैले सुनेको न्युजमा हेरेको साउन्डमा खुल्नेवाला छ तर खुलेर नि के गर्नु हाम्रो नसिबमा छैन हामी जान नपाएपछि खुलेको र नखुलेको एउटै त अनि होला नि सो सलल्ल 4 लेनको बाटो छोडेर हामी त्यही पुरानै हाम्रो 2 लेनको बाटोमा आएको छौँ अलिअलि नोइज आएको छ होला है गाइस अलिअलि होइन धेरै नै आएको छ होला प्लिज इग्नोर गर्नु होला अब भर्खर पहिलो नै भ्लग हो मेरो भर्खर सुरु गर्दैछु हेरौँ के मिस्टेकहरू हुन्छ के सुधार गर्नुपर्ने हुन्छ सिधै जाने हो सुरु गर्दै सुधार्दै जानुपर्न त मैले मोबाइलबाटै क्याप्चर गरिरहेको छु अनि इयरफोनको माइकले युज गरिरहेको छु है सो अब चाहिँ अलिकति हामीले ध्यान पनि दिनुपर्छ किनकि नाइट बसहरू हिजो राति हिँडेका नाइट बसहरूको आगमन सुरु भइसकेको छ आउने जाने सुरु भइसकेकै छ सो घुम्तीहरूमा अलिअलि घुम्तीमा चाहिँ अलिकति हेरेर हामीले चलाउनु पर्छ किनकि बसवालाहरूले त हेर्नु हुँदैन उहाँले त कसरी बिहान छिटो पुऱ्याउँ भन्नेमा हुनुहुन्छ त्यही भएर हामीले नै ध्यान दिनुपर्छ एक त फेरि यो मोबाइल अगाडि राखेपछि नि हेलमेट कस्तो तल झरेदै हुन्छ अनि बेला बेलामा हेलमेटले उठाउनु पर्छ है हातले उता चाहिँ गर्मी नै छ है लास्टै गर्मी हुन्छ बिजोग गर्मी हुन्छ बिजोग गर्मी खान जाँदैछु भन्नु भयो साह्रै जाडो अनि पनि कति पर्न सक्यो हो कि काठमाडौँमा अनिकै खानी रहेछ क्या हो यत्रो पानी आउँछ तर त्यही पनि यार पानीको कमी हुन्छ कहिलेकाहीँ पानी नभएर खाने पानी युज गर्नुपर्छ यार टोइलेट जाँदा पनि बाथरुम जाँदा पनि बिहानै हिँड्नुको फाइदा यही हो क्या अलिकति बिहान उठ्न चाहिँ गाह्रो हुने हो है तर बिहान हिँड्यो भने अलिकति यो प्रदूषण खानु पर्दैन है गाडी जाने गाडीले यता धुवा फालेछ उता धुवा फालेछ यताबाट बाटो मागेछ उताबाट हर्न बजाएछ मलाई चाहिँ साह्रै झ्याउला एकदम खुल्ला बाटोमा आनन्दले बरु छिटो उठ्छु बिहान म 2 कप कफी खाएर आएको छु है कति घन्टा म जम्मा 4.5 घन्टा जति सुतेको छु होला केही छैन अब घर गएर सुत्नुपर्छ मेरो टार्गेट चाहिँ 2 देखि 3 बजीसम्म पुग्ने हो मलाई गुगल म्यापले 8 घन्टा देखाएको छ है लेट्स सी मेरो टार्गेट चाहिँ धाउजी जाने 8 घन्टा होइन भाइ 10-11 घन्टा भयो केही छैन उधारलाई म घर पुग्ने 3-4 बजेसम्म घर पुग्दा नि हुन्छ के गर्नु छ र हो यो नागढुङ्गाको टनल चाहिँ आइसकेको छ है आइसकेको छ ट्रकहरू पनि आइसकेको छ दाजु हली चल्नुहोस् किन जल्दी गर्नुहुन्छ
त्यहाँबाट एक बाइक दाजुले पनि ओभरटेक गरिराख्नु भएको छ। नागढुङ्गा स्वागत छ तपाईँलाई नागढुङ्गामा। ढुङ्गा चढ्ने हो त? माथिबाट जाने त होला नि यार, तलबाट हो कि माथिबाट हो? म त कन्फ्युज पो भयो त है, मलाई चाहिँ कन्फ्युजन पो बनायो त। माथिबाट हो कि तलबाट हो? कार आउँदैछ, कार कताबाट जान्छ? त्यहीबाट गइरहेछ है। म चाहिँ पहिलोचोटि जाँदैछु नि त, अरू बेला नाइटमा जाने अनि नाइट बसमा जाँदाखेरि, अरू बेला सधैँ नाइटमा जाने, नाइट बसमा जाँदा त कताबाट लान्छ कताबाट सुत्नै बेर हुन्छ, मोबाइल चलाउनै बेर हुन्छ। आनन्दले बसेको बेला त बाइकमा जाँदा पो र वरिपरि हेर्दै जाने है। हुन त बसमा जाँदा पनि वरिपरि हेर्दै अलि सजिलो हुन्छ, बाइक चलाउँदा त झन् मिल्दैन। तर आफ्नो मनले चलाउन पाउँछ नि त। सो अलिअलि नास्ता चाहिँ म गरेर हिँडेको छु, ओट्स खाएर हिँडेको छु है। नास्ता पनि बिहान बिहानै ओट्स खाएर हिँडेको छु। 6:44 भएको छ है। 6:44 भनेपछि 9:30 10 बजेसम्म कतै चलाउँ के है। त बल्ल 17.5 किलोमिटर आएको छ, अलिकति चलाउँ। नारायणघाट कतिखेर पुगिन्छ? नारायणघाट पछि खानुपर्छ है नास्ता। लास्ट टाइम आउँदाखेरि हामी 6 बजे हिँडेर 9 बजेसम्म चाहिँ नारायणघाट आएको थियौँ। उताको भुटलदेखि नारायणघाटको बाटो एकदम सर्वले आनन्दको ठुलो बाटो छ है। त्यति बेला नि हामी बिहानै हिँडेका छौँ, त्यही भएर एकदम आनन्दको बाटो आएको थिएँ, केही हतार छैन। हतार गरे कतार पुगिन्छ, तर यहाँ हतार गरे कतार होइन, सिधै सोइठै। त्यही भएर नो हतार, आरामसित लतार हुन्छ भाइ। अलिअलि खाल्टा खुल्टीको बाटो चाहिँ आउन सुरु भइसकेको छ है। यही बाटो कुराइरहेको थिएँ कि मैले। बाटो चाहिँ देख्दा एकदम सही छ है, सिधा सिधा एकदम त्यस्तो देखिँदैन टाढाबाट। तर नजिक जाँदा चाहिँ यस्तो खाल्टा खुल्टी छ नि, यसो स्पिड छोप्न पाउँदैन, स्पिड लिन पाउँदैन। कतिखेर कता पस्दिन्छ, कतिखेर कता पस्दिन्छ यार। यही हो कि घाउ लाग्दो बाटो भन्ने। ओभरटेक गर्न पनि गाह्रो छ कि। अगाडि यसो गयो है, यस्तो यस्तो खाल्टा खाल्टी आइदिन्छ। अघि म 2-3 पल्ट खाल्टामा परिसकेँ है। एक त मेरो यो भाइजरमा केही देखिरहेको छैन मैले। लेट्स गो। अब चाहिँ यस्तो हुन्छ नि। धन्यवाद बाटो छोडिदिनु भएकोमा। यस्तो चाहिँ खाल्टै खाल्टा ल आयो है, आयो बिचबाट आयो। धन्यवाद बिचबाट आएकोमा। ओ माई गॉड, क्या दामी देखेको है मकै क्या दामी देखेको है। अलिकति स्पिड समातिहालौँ है। अगाडि राम्रो बाटो छ भनेर चलाइराखेको हुन्छ, अनि एक्कासी खाल्टो आएर सारा मुड खराब गरिदिन्छ है, सारा मुड। ओइ दाजु म जान्छु है। धन्यवाद। तँलाई त धन्यवाद टिकै गर्दैन है, तँलाई मलाई साह्रै रिस उठाएको छ। त्यो चाहिँ लागिरहेको हुन्छ। हो कारवाला दाजु आउन दिनुहोस् न त्यसलाई। किन हतार? म पनि फेरि किन हतार गरिरहेको छु त नि? आउन दिउ न, धार्दै नाइट बसहरू बिचारा सुत्न पाएको छैन होला अहिले, कतै हामीलाई नै सुताइदिने हो। बिहेको लगनहरू चलिरहेछ है। बिहे र पनि काठमाडौँमा चाहिँ इक्जाम दिन गइरहेको छु है। म बिहाको गीत सुन्छु यार, त्यही झरेर नाच्दिउँ कि मन लागिरहेको थियो, तर फेरि सम्झेर मलाई इक्जाम दिन जानु छ। बिहे पनि कति हुन सक्यो हो। बिहे गरेर नेपाल बस्नु नि है,
विदेश जानै छ क्या सबलाई। त्यही विदेश जानु कति, कोही त यहाँ पनि त बस्नु पर्ला नि। ओके, नाइट बसले यसो मूत्र विसर्जन ब्रेक लिए जस्तो छ। ओहो, अहिले चाहिँ 5 बजे निस्किनु पर्ने रहेछ भन्ने अलिअलि आयो है, किनकि यार 5 बजे निस्केको भए यति बेलासम्म अलिकति अगाडि पुगिन्थ्यो। यो बिजोग देख्नु न परेको थिएन, तर केही छैन, अलि ट्राफिक त भइहाल्छ। यहाँ नभेटेको भए अगाडि भेटिहाल्थेँ मैले। भेट्नु नै छ हो ट्राफिक पनि, जति बच्छु भने नि हुँदैन, ट्राफिक त भेटिहाल्छ नि हो। भर्खर भन्न थालेको थिएँ है मैले कि बाटो चाहिँ बल्ल सल्ल आयो भन्दै फेरि त्यही बाटोमा। ठिक छ, केही छैन, अलिअलि त भइहाल्छ। जस्ट मैले भन्नै थालेको थिएँ है कि क्या दामी बाटो है, यत्रो बेर दुःख पाएपछि अलिअलि खाल्टाहरूको सामना गरेपछि ठिक बाटो आएको छ भन्नै थालेको थिएँ। फेरि खाल्टो आयो अनि फेरि चाहिँ राम्रो बाटो आइहाल्यो। केही छैन, राम्रो बाटोलाई राम्रो त भन्नु पऱ्यो नि, नराम्रोलाई नराम्रो पनि भन्नै पऱ्यो है। सुरु भयो गल्छी पछिको यो ठाउँ, गल्छी गाउँपालिका नै पर्छ होला है यो पनि। धुलो धुवा, धुलो तेरिका यताबाट जानु पर्यो यार, तर फेरि धादिङको बाटो। डाउन्नेको हालत कस्तो भएको छ होला खै गर्ने यार। डाउन्ने अघिल्लो पटक आउँदा साह्रै धुलै धुलो थियो। 10 किलोमिटर/आवर को स्पिडमा जाने रे। माई गड, 10 को स्पिडमा त गइन्छ, केही छैन। यस्तो भयो भने त आज पुगिँदैन त यार, यस्तो यो 10-15 कै स्पिडमा जाने हो भने त। धन्यवाद बाटो छोडिदिएकोमा। अगाडि पनि यस्तो धन्यवाद पाऊँ कि हजुरहरूले यस्तो धन्यवाद दिने काम गर्नु न ल है। धन्यवाद यो बाटो बनाइदिएकोलाई। त्यति बाटो पनि छिटो सकाइदेवर पहिरो गरे दुःख दिन्छ है। यो के भइरहेछ यहाँ, के भइरहेछ यहाँ, किन यसो भइरहेछ? शुभ विवाहको ब्यानर चाहिँ उड्यो है। मैले अझैसम्म यसैमा 5वटा गाडी देखेँ है शुभ विवाहको। आज चाहिँ दह्रो लगन रहेछ है। आज गते भन्दाखेरि चाहिँ आज 24 गते, वैशाखको 24 गते है। सालै हिलो कसले गराइरहेछ यार। कसले गराउनु, पानी पर्या होला कि कतैबाट पानी आइरहेको होला है। तर अघिल्लो पटक 2 जना आउँदा त यार यति साह्रै उखारेको थाहा पाएको थिएन है मैले। यो बाइकमा त थाहा पनि हुँदैन होला। मेरो यहाँ जुत्ता सुत्ता प्यान्ट सर्ट सब हिलै गराइदिइसक्यो यार यतिले मात्रै। त्यही भएर दाजुले उस लगाएर रहेछ नि क्या हो, रेनकोट। आयो मैले पिच बाटो देखेँ है।
थ्याङ्क गड धनगढी काठमाडौँ गाडी आएको छ। चलो 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 चुई 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 चलो दाजु चलो आगे बढो। कस्तो हर्न दिएको बाटो त्यसलाई भनेको त धुवा धुवा पो फाल्छ त यार। यो धुवा फाल्ने काम चाहिँ गाडीले नगर्दा कसो होला भनेको, तर के गर्नु गाडीको हालत त्यस्तै भएर होला त नि। माथिबाट जाने हो त, माथिबाट त मैले बाटो देख्दिनँ त। रहेछ माथिबाट नि खाल्टा प्लस पानी, व्हाट अ कॉम्बिनेशन यार, व्हाट अ डेडली कॉम्बिनेशन। ओके खेरा बारी खेरै खेरा छ है, केराको घारी। केरा पनि 350 थियो यार। केरा पनि के हो खै महँगो मात्रै। केरा पनि खान सकिएला चाहिँ लाग्दैन अब त। हेरौँ हाम्रोतिर कसरी छ। काठमाडौँमा त 350 भन्दै थियो यार। गाडीले पानी फालिराखेको रहेछ है, त्यही भएर हो क्या हो यो ढिलो भएको। गाडीले पानी फालेर पो रहेछ त नि, पानी परेर रहन्छ। तेरिका केराको घारी नै घारी छन् है। सो भोक लागेमा तिर्दी चाउँछ होइन, केरा खाऊ। ए ढुङ्गा तर एक्लै मान्छेलाई चाहिँ साह्रै उफार्ने है हो। सो अहिले चाहिँ मुगलिङ कटेर नारायणघाटको बाटोमा छौँ है। नारायणघाट मुगलिङको बाटोमा। ओ हालत यस्तो हालत बनाएको छ नि यो मुगलिङको बाटोले। बाइक पनि झोला पनि यार लतार लुतुर परेर यस्तै छ। धेरै सामान ल्याएको छैन मैले। ओ माई गड, फोनको चार्ज सकिएर यार। अनि लगातार मैले 1-1.5 घन्टा चाहिँ फोन चार्जमै लगाइदिएँ। 80% भएको छ। अहिले चाहिँ हिँड्न चाहिँ म 117 किलोमिटर हिँडिसकेँ है। अब एक ठाउँ रोकेर हल्का फुल्का भोक त लागेको छैन। मूत्र विसर्जन र यो हेलमेटको भाइजर सफा गर्नुपर्ने छ यार। भाइजर फोरो भएर झ्याउ भइरहेछ। धुलै धुलो भयो यार भाइजर भरि। हेलमेटको भाइजर सफा गर्नुपर्ने छ। बाटो चाहिँ एकदम फ्री छ है यो। अब यहाँबाट चाहिँ त्यही कति छ भन्दाखेरि नारायणघाट यहाँबाट छ 30-31 किलोमिटर छ है। 30-31 किलोमिटर जति छ। यस्तो दामी बाटो छ नि नारायणघाट र मुगलिङको कि बाटो हेर्दा हेर्दै थाहा नै हुँदैन क्या टाइम बितेको। यो कति बेला नारायणघाट पुग्यो भन्ने थाहा नै हुँदैन बाटो हेर्दा हेर्दै। बाटो नि यति चिल्लो आनन्दको सम्म छ नि त। सम्म त के भनौँ, भन्नाले आनन्दको बाटो छ क्या। अब चाहिँ बाटो राम्रै छ है। नारायणघाटसम्म पनि दामी नै छ, हेरिराख्नु भएको छ। त्यसपछि नारायणघाट बुटोलको बाटो पनि राम्रै छ हो। भन्दा भन्दै एउटा अझै गाडी बाटोमै। म चाहिँ अहिले यत्र बेर यो कति किलोमिटर लगभग म 50 किलोमिटर जति आएँ नि त। त्यतिमै मैले कति 5-6वटा अझै आज गाडी बिहेको गाडीहरू भेटाएँ है। आज मात्रैमा मैले अझैसम्म
12-13वटा गाडी त हेरिसकेँ है बिहेको। म पनि जन्ती हिँडे चाहिँ भा है गाडी सँगसँगै हिँडेको छ, म पनि जन्ती चाहिँ हिँडेको छु है। आज जसको बिहा छ सबैकोमा निम्तो आइकन म चाहिँ गएको चाहिँ भएछ है सबैमा भाग लिएछ है आज। फाइनली चाहिँ बडा देर पछि चाहिँ मैले एउटा ब्रेक लिएको छु यहाँ जलबिरे पुलमा। एकसो टोइलेट ब्रेक लिएको है। वासरुम राम्रै छ है यहाँ वासरुम चाहिँ। हालत फेरि यस्तो छ नि, हालत बहुत नराम्रो बनाएको छ एकछिन चाहिँ। ओहो ये बाइकरहरू चाहिँ ठ्याक्कै माई गड सुपर बाइक्सहरू लिएर हिँडेका छन् है इन्डियनहरूले। हाम्रो स्कुटी पनि आयो है सुपर बाइक। मेरो झोला पनि झरिसकेको छ। हाइट गाडीको हालत चाहिँ घर गएर धुनुपर्ने भयो यार, गाडी घर गएर धुनुपर्ने हालतमा छ। अब चाहिँ एकछिन हेलमेटलाई पखालौँ है। यसको भाइजर चाहिँ साह्रै फोरो भएको छ। आफूलाई पनि सफा गरौँ अनि भाइजर पनि सफा गरेर अनि निस्किहालौँ है यहाँबाट। अहिले टाइम चाहिँ कति भएको छ? टाइम भएको छ देखिन्छ 9:46 भएको छ है टाइम। बाकलुङ भालुवाङ सो नारायणघाट आइयो है गाइस। 10:40 भएको छ है। नारायणघाट आउँदा हामीलाई 10:40 भयो। किलोमिटर भन्दाखेरि 150 किलोमिटर ठ्याक्कै है। हो त्यो चाहिँ दामी हो क्या है। बोटिङ पनि भइरहेकै छ। ओ माई गड व्हाट अ स्पिड भाइ साहब, क्या स्पिडमा गइरहेको छ यार बोट। अब पनि बाटो चाहिँ राम्रै छ, अप्ठ्यारो छैन खासै। नारायणघाट बुटोलको बाटो पनि राम्रै छ। लास्ट टाइम हामी 3 घन्टामा आएको थियौँ। अब हेरौँ कति टाइम लाग्छ। 1.5 घन्टा, डेढ घन्टा नहीं 150 किलोमिटर। दाउन्नेमा कतिको टाइम लाग्छ भन्ने कुरा हुन्छ कि दाउन्नेमा हो हामीलाई टाइम लाग्ने भनेको। धुलो धुवा नभयो भने त, तर घाम लागिसकेछ। धुलो चाहिँ होला चाहिँ लाग्छ है मलाई, त्यो धुलो होला जस्तो छ। लेट्स सी के हुन्छ। लेट्स गो गाइस। यू वोन्ट बिलिभ गाइस, यो बाटो बाफ रे, नारायणघाट टु बुटोलको बाटो भाइ साहब क्या मक्खन भन्छ नि हिन्दीमा, त्यस्तै के। एकछिन त होइन यो बाटो देखेर मलाई नेपालमै छु कि नै भन्ने पनि लाग्दैन के। नेपालमै छु जस्तो लाग्दैन मलाई। जस्ट लुक एट द क्वालिटी यार। यो बाटो बनाउने ठेकेदारलाई त गएरै धन्यवाद भनौँ कि चाहिँ लाग्न थाल्यो यार मलाई। धन्यवाद यस्तो बाटो बनाइदिएकोमा भनेर। स्पिड लिमिट चाहिँ अलिकति सिटी एरियामा भन्नाले अलि बस्ती भएको ठाउँमा चाहिँ 60 को छ अनि अरू बेला चाहिँ 80 को छ। मजाले जान्छ है गाडी, मजाले चलाउनु पाइन्छ। लेट्स गो, जाउँ न त है।
वेट इज ओभर गाइज एभ्रिवान्स फेभरेट दाउन्ने इज हियर फाइनली दाउन्ने पनि आइयो सबैको चहेता सबैको मनमुटुमा छाइरहने बुटोल नारायणघाट काठमाडौँबाट बुटोल आउने मान्छेहरूको त पश्चिमतिर जानेहरूको मनमा डर रहिरहने एउटा मात्रै बाटो दाउन्ने हामी चाहिँ छिरिसकेका छौँ लेट्स सी कतिको प्रगति भएको छ ओ माई गड कस्तो तातो फालेको यार गाडीले ल यस्तै पारा हो नि त मलाई वहाँ पानी आएर यस्तो सिरा कोटेर ज्याकेट लाएर बस्ने गराएको थियो है मौसमले काठमाडौँमा अब यहाँ आएर यस्तो छ यार म यस्तै पारा हो भने बिरामी हुन घर आउनु र बिरामी हुनु होला है मलाई त्यस्तै लागिरहेछ मलाई हामी चाहिँ कति किलोमिटर हिँड्यौँ भन्दाखेरि 214 किलोमिटर हिँडिसकेका छौँ टाइम भने 11:55 भएको छ अनि गाडीले चाहिँ मलाई एक किसिम रेस्ट दे भनेको छ मैले चाहिँ अझै रोकेको छैन तर गाडीले चाहिँ मलाई रेस्ट दे भनेको छ मेरो ओभर हिट भएर गाडी इन्जिन लाइट जलेको छ मैले नि अगाडि यस्तो हल्का फुल्का उस गर्नु पर्ला एक किसिम रेस्ट गर्नु पर्ला किनकि गाडी लगातार चलिआएकै छ नन स्टप चलेरै आएको छु नन स्टप आइरहेको छु विदाउट एनी ब्रेक भयो दाउन्नेले आफ्नो रूप देखाउन थाल्यो एकछिनलाई राम्रो बाटो देखाएर अहिले फेरि उही बाटोमा झारिदिएको छ धुलो खानालाई अरे यो धुलो खाना नपरे त कति आनन्द हुने थियो है तर के गर्नु दाउन्ने आइसकेपछि अलिअलि पाउडर लाएर जाऊ भन्छ है दाउन्नेले रमाइलै छ पाउडर घस हो पाउडर घस जसलाई पाउडरको कमी छ ब्याक टु आरसिसी दाउन्नेको चाहिँ राम्रै पोर्सन अफ द रोड चाहिँ उस भइसकेको छ है पिच भइसकेको छ है राम्रै भइसकेको छ बाटो चाहिँ अब अलिअलि त बिचबिचमा भइहाल्छ तर बाटो चाहिँ राम्रो भइसकेको छ तर अझै छ है अहिले जज नगरौँ यतिकैमा पनि अघिल्लो पटक त यार बिजोकै बनाएको थियो है यो उसले धुलो उडेर तर अहिले चाहिँ राम्रै छ यसको एन्ड यो ढलाइ पनि एकदम राम्रो ठुलै भएको छ है कति 12-13 इन्च भन्दा पनि अलिकति ठुलै भयो जस्तो मानेको छु है मैले कि तलैदेखि आएको छ है नर्मली चाहिँ 12देखि 13-14 इन्चसम्म गर्छ क्या ढलाइ र यसको चाहिँ अलिकति बढी भयो चाहिँ मानेको छु है मैले तर कस्तो यहाँ बादल लागे जस्तो भइरहेको छ बादल लागिरहेको छ पानी आउँछ कि जस्तो गरिरहेछ पानी नआयो पानी आयो भने त पानी आयो भने मेरो हालत खराब हुन्छ यहाँ चाहिँ मेरो हातमा थोपा परेछ है भनेपछि पानीले कालो बादल छ यार पानी यहीँ दाउन्नेमा मात्रै छ है तर यो कालो बादल ओ द हेक म्यान भनेपछि नरोकी चाहिँ दाउन्ने कट्नु पर्यो जस्तो छ है भन्दै ट्राफिक लाग्यो वान वे छ क्या हौ डोन्ट टेल मी कि वान वे गराएको छ है
हो वान वे त छैन, बाटो खुल्लै छ, पालो आउँछ पालो आउँछ। तर अरू सब त ठिक थियो है, यो पानीको थोपा पो परिदिरहेछ त। रोक्ने प्लान चाहिँ क्यान्सल गर्नु पर्ला जस्तो छ। एनी हाउ दाउन्ने कटाउ मिसनमा लाग्नु पर्यो, किनकि दाउन्ने कट्यो भने त म बुटोलबाट उता त पिच बाटो नै छ है, एकदम आनन्दको सर्र बाटो छ। एनी हाउ दाउन्ने कटाउ अभियानमा लाग्नु पर्यो। लेट्स गो। गाडी वाले धुलो नउडा न यार, यो धुलो चाहिँ गाडीको टायरमै चप्केर आउँछ क्या है। त्यो पानी आएको बेलामा गाडीमा हिलो तासिन्छ नि त चक्कामा, त्यही चक्काको हिलो चाहिँ यहीँ आएर अड्किन्छ अनि पछि घाम लासी सुकेर धुलो बनिन्छ है। ठिक छ, बाटो चाहिँ बवाल भएको छ है, एकदम झक्कास भन्छ नि, झक्कास, एकदम झक्कास बाटो भएको छ। यहाँ पनि पिच हुन लागिसकेछ है। टु लेन चाहिँ बन्ने नै भयो। सो दाउन्ने नि कटिसक्यो है गाइस, इजिली है, धेरै टाइम नि लागेन, कमसेकम कति 20-25 मिनटमा दाउन्ने कट्यो है। 20-25, आधा घन्टा भन्दा नि भयो है, आधा घन्टामा दाउन्ने चाहिँ कट्यो सायद। आधा घन्टामा दाउन्ने कट्यो भनेको त यार ठिकै हो नि, अनि अगाडि गरौँ है कुरा। सो कट टु बुटोल गाइस, दाउन्नेबाट सिधै बुटोलमा हाम्रो प्रवेश भएको छ, आगमन भएको छ। आगमन त के भन्ने भन्नाले बुटोलबाट चाहिँ अब सिधै हामी दाउन्नेबाट चाहिँ सिधै हाम्रो बुटोलको क्लिप छ है नेक्स्ट भनेको। मैले बिचमा ब्लग गरेन, बिचमा चाहिँ मैले एकछिन ब्रेक लिएको थिएँ 15-20 मिनटको। त्यसमा मैले खाजा त भोक त लागेको छैन है मलाई, एकैपटक जाने हो विदाउट एनी स्टप, घर पुग्ने भनेर मैले बिहान माइन्ड सेटै बनाएर आएको थिएँ है। सो दामी भएको छ, रमाइलै भयो है, मजा आयो। होप्छ हजुरलाई नि मजा आएको छ होला। अब चाहिँ हामी बुटोल आइसक्यौँ, बुटोलमा हाम्रो प्रवेश भइसक्यो यार। किन यो होटलको म्यानेजर बन्नुपर्छ है एक दिन भन, यही नभयो नि 5 स्टार होटलको म्यानेजर चाहिँ गर्नुपर्छ है, कि आफै ओन गर्नुपर्छ। आफै ओन गर्नलाई 5 स्टार नभयो नि हुन्छ, ठिक्कको 3 स्टारसम्मको ओन गर्न सक्यो भने ठुलै कुरो हो।
168 किलोमिटर हिँडिसकेका छौँ अनि टाइमको कुरा गर्दा चाहिँ 1:40 गएको छ हाम्रो ठ्याक्कै चाहिँ। ओ वान मोर बिहे। ओ भाइ साहब बिहे नै हो नि। बिहे नै हो है। सो आजको दिनमा चाहिँ मैले जन्ती नै हिँडेको छु है म नि। मोर देन 20 बिहे चाहिँ मैले आज बाटोमै एटेन्ड गरेँ है। अब मलाई वर्षभरिलाई पुगे जस्तो छ। हस्पिटल त ठुलै भएछ त है। म लास्ट टाइम 2 महिना पहिला जाँदा चाहिँ ग्राउन्ड फ्लोरबाट माथि उठेर अलिअलि आएको थियो। अहिले त लगभग माथि नै भइसकेको छ त हो। यहाँबाट चाहिँ हामी अब लेफ्ट लाग्नुपर्छ। तिनौ खोला है। तिनौ खोला यो यहाँको नि सुकुम्बासी बस्ती नोटिस आएको छ है। सायद यहाँ पनि नोटिस जारी गरिसकेको छ कि आफ्नो सुकुम्बासी बस्ती चाहिँ खाली गरौँ भनेर। त्यहाँ चाहिँ सिद्धार्थ केबल कार, यहाँको फेमस भ्यू पोइन्ट नुवाकोट भन्ने जाने ठाउँ। अनि यसबाट नि गइन्छ, बाई रोड पनि गइन्छ है। म अझै गएको छैन, तर म यो केबल कार त गएको छैन, तर म उताको लुम्बिनी केबल कार चाहिँ गएको छु। ओ डाइभर्जन सुरु भयो। माई गॉड, यहाँ त काम सुरु भइसकेको छ है। म लास्ट टाइम जाँदा चाहिँ भएको थिएन, अहिले चाहिँ भइसकेको छ। म पहिला घरबाट बुटोल आउँदा चाहिँ मलाई बुटोल कति भिड हो, कति ट्राफिक हो भन्ने हुन्थ्यो है। अनि अहिले चाहिँ सिधै काठमाडौँ गइसकेपछि त बुटोलको ट्राफिक त केही लाग्दैन यार। यो भिड पनि के भिड हो र भन्ने चाहिँ हुन थाल्यो क्या असल त। काठमाडौँमा यार बिजोग छ है भिड त। मान्छे बहुत धेरै हुनुहुन्छ। ठिकै छ, राजधानी हो, हुनै पर्यो। तर यस्तो खुल्ला ठाउँमा आनन्द चाहिँ र चुइबाट टाढा आइसकेपछि, गाडीको धुवा धुलोबाट टाढा आइसकेपछि कति आनन्द लाग्ने क्या। यसको एक हप्तालाई रमाइलो गरौँ अनि त्यसपछि चाहिँ फेरि ब्याक टु नर्मल लाइफ हुन्छ। बुटोल टु चनौटा जब नारायणघाट टु बुटोल भयो जस्तो 4 लेन भयो भने त क्या मजा आउँछ होला है। क्या दामी तरिकाले एकदम मजाले गाडी चलाउन पाइन्छ क्या। अहिले चाहिँ कताबाट कुन निस्किन्छ भन्ने डर हुन्छ। मलाई चाहिँ सबैभन्दा रिस उठ्ने भनेको चाहिँ यो विङ्गर र बसवालाहरूसँग अलिकति मलाई चाहिँ कस्तो रिस उठे चाहिँ हुन्छ क्या। ल प्यासेन्जरको चक्करमा बिचमै रोकिदिन्छन् कि, चल्दै गाडीको पछि भइन्छ है आफू, सिधा जाला। सिग्नल नदिकन के साइड लाइट दिएर रोके त ल अलिकति आफू उस भइन्छ नि, अवेर भइन्छ। सिग्नल दिँदैन, जहाँ प्यासेन्जर देखो झ्याप ब्रेक हानिदिन्छ यार। 9 घन्टा नन स्टप बाइक चलाएँ है भनेपछि। 9 घन्टा नभनौँ, 8 घन्टा भनौँ है। अलिकति ब्रेक स्रेक यताउता आधा घन्टा जति ब्रेक जोडौँ अनि अलिकति त भइहाल्छ। सो 8 घन्टा नन स्टप मानौँ है, किनकि 3 बज्नुभन्दा पहिले नै पुग्छु होला। 2:45 2:40सम्म पुग्छु होला म घर। सो फाइनली गाइज कपिलवस्तु आयो है, आफ्नो ठाउँमा आयो। टाइम चाहिँ कति भएको छ भन्दाखेरि 2:45 14:45 भएको छ है। 2:45 भाइ साहब के भनौँ यार। मलाई त यो जति दुःख अझैसम्म भएको थिएन यो बुटोल आउनसम्म। यो बुटोलबाट घर आउनसम्म लास्टै के यो 35 किलोमिटर त रौनै हाल्यो है यो गाडीको उसले गर्दा। डाइभर्जन यति धेरै डाइभर्जन नि कि कुरै नगरौँ है। 301 किलोमिटर 301.9 है भाइ साहब। यो यतिमा म घर पुग्ने हो क्या। त्यहाँ मुर्गियामा एउटा उस रहेछ क्या, मुर्गियामा पुल भाँसेर अनि त्यो पुलबाट घुमेर 5-6 किलोमिटर चाहिँ फेरि घुम्नु पऱ्यो है। अनि यस्तो छ नि यो बाटो, बिजोग बाटो छ यार। यसभन्दा राम्रो त बरु दाउन्नेको बाटो छ यार।
यो ब्लग चाहिँ म यही एन्ड गर्छु है गाइस। थ्याङ्क यू सो मच फर वाचिङ। यहाँसम्म हेर्नुभयो भने हजुरले ब्लग, हजुरलाई धेरै धेरै धन्यवाद। अब चाहिँ नेक्स्ट ब्लगमा भेटौँला। यदि हजुरलाई यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र सेयर गरिदिनु होला आफ्ना दाजुभाइ सबैसँग। थ्याङ्क यू सो मच फर वाचिङ। दाउन्ने चाहिँ चिल छ है, दाउन्नेबाट नडराउँदा हुन्छ यार। डराउन त यो बुटोल चनौटाको बाटो छ यार, साह्रै डाइभर्जन, साह्रै धेरै डाइभर्जन यार। बाई गाइस, फेरि भेटौँला अर्को भिडियोमा। यार म त सजेस्ट गर्छु नहिँडे हुन्छ यार, यो बुटोलबाट कपिलवस्तु चनौटा नयाँ आयो हुन्छ यार, यो बाटो नबनेसम्म त। जुन हालत त उसले गराउँथ्यो नि पहिला, यो दाउन्नेले त्यही हालत गराउँछ यार यसले नि। टाउको दुखाइदियो यार यतिमै मलाई त, हाल बेहाल बनाएको छ। अब छिटो छिटो घर गएर जसरी भने नुहाउनु पर्यो यार, पहिला त गएर नुहाउनै पर्यो।